सबैलाई नमस्कार। म प्रकाश आरसी। नवप्रवेशी शिक्षकहरूले सर्वप्रथम नियुक्ति लिइसकेपछि 3 महिनाभित्र यो सिट्रोल फारम भर्नुपर्ने हुन्छ। सिट्रोल फारमहरू पुस्तक पसलहरूमा पाउन सक्नुहुन्छ। फारम लेखेको छ, त्यसको मुनि फोटो राख्ने र अरु यसमा दिएको विवरणका आधारमा भर्दै जाने। यहाँ यो विवरणहरू भर्ने, नोकरी सुरु भएदेखिको भर्ने, अनि अनुसन्धान तपाईको कृतिहरू छन् भने पनि भर्ने। यसै भर्दै जाने। यो 21 नम्बरमा आफ्नो दायाँ बायाँको छाप र सही गरेर तल 22 नम्बर रहेको प्रधानाध्यापकसँग सही छाप र विद्यालयको छाप हानेर सही गराएर, विद्यालयको सही छाप गरिसकेपछि इकाइ प्रमुखसँग गएर छाप सही गरेर अनि बल्ल राष्ट्रिय किताबखाना काठमाडौँ छाउनीमा जाने। त्यसपछि सञ्चय कोष कार्डको लागि तपाईले यो केवाइसी फारम डाउनलोड गरेर अथवा प्रत्यक्ष ल्याएर आफैले यो भरेर विद्यालयको छाप र प्रधानाध्यापकको सही गराएर फेरि तपाई सञ्चय कोषमा बुझाएर बायोमेट्रिक गरेर तपाईले सञ्चय कोष कार्ड लिन सक्नुहुन्छ। राजस्व कार्यालयमा गएर एउटा यस्तो प्यान कार्ड पनि बनाउनु पर्छ। अब नागरिक लगानी कोषमा गएर एउटा यस्ता कार्डहरू दिन्छ तपाईहरुलाई। यो कार्डहरू भरेर फेरि वहीँ बुझाउनु पर्ने हुन्छ। यो कार्डहरू तपाईहरुले नागरिक लगानी कोष कार्यालयबाट प्राप्त गर्न सक्नुहुन्छ। धन्यवाद।